हजुर हजुर बिजुली हाम्रो अब 77 मा त आएको सम्रिकमा 77 मा आएको है हजुर हजुर सबभन्दा पहिला सम्रिक पोखरेबुङ बस्ती पोखरिङ बजार हजुर हजुर नागरी हजुरमा चाहिँ 77 को लक्ष्मी पूजाको दिन ए हजुर सुरु भएको लक्ष्मी पूजाको दिनै बत्ती बलेको सम्रिकमा हजुर 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 1977 नमस्ते जुन चाहिँ यो सम्रिक पानीको मुख्य सडक क्षेत्रमा यो सफाइको कार्यहरू बाटो खोल्ने कार्यहरू भइरहेको छ है र यहाँनिर चाहिँ हामीले यहाँ हाम्रा अटल राई अङ्कललाई पनि भेट्न पायौँ है हाम्रा पुरानै मान्छे हो साह्रै बुढो चाहिँ होइन फेरि है धेरै पुरानो भन्दा चाहिँ अब मन दुखाउनु हुन्छ होला धेरै अलिक तन्नेरी नै हो भनौँ न धेरै पुरानो चाहिँ पुरानो तर धेरै पुरानो चाहिँ होइन है अङ्कल सुन्नुहोस् न यो अस्ति 4 अक्टोबरमा यो जुन चाहिँ बृहत पानी झरीले होइन तहस नहस बनायो विभिन्न जग्गामा भल पहिरोहरू गएर है अनि ज्यानमालको क्षतिहरू पनि भयो है अनि 1968 सालमा पनि यस्तै खालको भएको थियो भन्छ कि योभन्दा बेसी भएको थियो कि कम्ती भएको थियो तपाईँको अनुभव अनुसार के छ त्यति बेला अति नै बेसी नै हो अति नै बेसी अति नै भनेपछि 68 भन्दा चाहिँ अलिकति कम्ती नै हो है धेरै कम्ती हजुर 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 त्यति बेला पनि यो अक्टोबर महिनाको यही तारिकहरूमा गएको थियो भन्छ नि त होइन यो अब म चाहिँ त्यति बेला झन्डै 8-9 वर्षको थिएँ हजुर 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 8-9 वर्षको हुनुहुन्थ्यो 1968 मा 68 सालमा हजुर हजुर तर अब बिहान उठेर है हजुर हजुर त्यति बेला केटाकेटी नै बिहान उठेर हजुर मेरो पापा हजुर 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 बाउले चाहिँ हजुर मलाई देखाएको पारी बालासन धोत्रे कुसुङबेङ हजुर हजुर अब हाम्रो घरबाट त्यति बेला रुखपातहरू त्यति थिएन हजुर 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 अन्त देखाउँदाखेरि चाहिँ रातो सोरिएको पहिरो गएको हजुर हजुर बालासन खोला ड्याममै हजुर चलथल हजुर अन्त अब त्यति बेला 68 सालको त्यस्तै 4 तारिक 5 तारिककै कुरा धेरैले भन्छ हामी त अब म चाहिँ अब 8-9 वर्षको थिएँ है त्यति बेला मलाई चाहिँ म चाहिँ मेरो बाउको पछि पापाको पछि जाँदा चाहिँ हजुर विशेष चाहिँ अलैँची बारी के भयो कसो भनेर नि हजुर त्यति बेला त बिजुली बत्तीहरू थिएन यस्तो मोबाइल फोनहरू थिएन कति समस्या भयो त्यति बेला केही थिएन अब त्यो मोबाइल त पुरै छोड्यौँ नेटको त पुरै छोड्यौँ है हजुर हजुर बिजुली पनि थिएन हजुर हजुर बिजुली हाम्रो अब 77 मा त आएको सम्रिकमा 77 मा आएको है हजुर हजुर सबभन्दा पहिला सम्रिक पोखरेबुङ बस्ती पोखरिङ बजार हजुर हजुर नागरी हजुरमा चाहिँ 77 को लक्ष्मी पूजाको दिन ए हजुर सुरु भएको लक्ष्मी पूजाको दिनै बत्ती बलेको सम्रिकमा हजुर 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 1977 मा कति समस्याहरू भयो त्यति बेला तपाईँहरूलाई कतिको समस्याहरू भएको थियो अब हामीलाई चाहिँ त्यति सम्रिकमा कति क्षति पुर्याएको थियो सम्रिकमा चाहिँ उँधोको चाहिँ अलिअलि भयो हजुर 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 14 नम्बरको 6-7 घरहरू लग्यो है हजुर बालासन अहिले बालासन जो गाउँ छ होइन हजुर हजुर अहिले 15 को लाइन बतासेहरू हजुर भन्छ है हजुर हजुर त्यो गाउँ केही थिएन चियाबारी थियो त्यो हजुर त्यो बालासनको गाउँ चाहिँ नि तल बगरमा गाउँ थियो उनीहरूको हजुर हजुर बगरमा गाउँ थियो ए त्यो माथि थिएन त्यो गाउँहरू बालासन थिएन हजुर कम्ती थियो होला त्यो पनि हजुर जम्मै नै माथि ए हजुर 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 माथि सरेर बसोबासो गरेको अहिले अब भन्नामा चाहिँ बगरमा थियो गाउँहरू छ है ए हजुर हजुर त्यति बेलाको मृत्यु हुनेहरूको सङ्ख्या कतिजना जस्तो थियो अङ्कल त्यहाँको चाहिँ यो डल्लै पहाड गरेर कतिजना जस्तो जम्मा 21 घर डल्लै रहेको हजुर हजुर